सो हेलो गाइस, एसपी नकेन्द्र ओली यहाँ चाहिँ चिङ्गु छ होइन। अब धेरै पछि भ्लग आउँदैछ त्यही हो। अनि हामी चाहिँ यति बेला हामी कलेज जाँदैछौँ 9:30 प्लस ए सरी युनि देविन चान्चुनी युनि होइन, किम्पो युनिभर्सिटी है। हामी चाहिँ चान्चुनीमा पढ्दैनौँ। अनि त्यही नि यहाँ कस्तो छ भन्दाखेरि नेपालमा 6 महिना सेमिस्टर हुन्छ नि, यहाँ कति महिना अरे 3.5 महिना छ नै, तर बिदा हुन्छ 3-4 महिना पढेर हुन्छ। अनि भ्याकेसन 2 महिना भ्याकेसन, सेमिस्टर ब्रेक सधैँ त्यस्तै हो। अघिल्लो सेमिस्टर पनि त्यही भएको हो, कट्यो। अब यो सेमिस्टरको पनि मिड टर्म भइसक्यो। अब 1 महिना, अब 20-25 दिनपछि फाइनल इक्जाम हुन्छ। त्यसपछि फेरि सेमिस्टर 2 महिना जति ब्रेक हुन्छ। त्यस्तै चलिरहेको छ। 1 दिन कलेज चाहिँ हाम्रो 2 दिन कलेज हुन्थ्यो, अहिले चाहिँ 1 दिन मात्र कलेज हुन्छ। अनि रमाइलो छ, चलिरहेछ। अरू दिन गाडी आइरहेछ, अरू दिन काम कलेज यस्तै हो। अलिअलि काम गऱ्यो, कलेज गयो, पढ्यो। पढाइ त यस्तै हो, पढाइ त त्यस्तै हो, काम पनि त्यस्तै हो, सबै त्यस्तै हो होइन। जिन्दगी त्यस्तै भइरहेछ, चलिरहेछ। अनि यो पयु जस्तो छ क्या यो चाहिँ, ओ माई गुडनेस, यो चाहिँ पयु जस्तो छ होइन। अनि यहाँ पुरा गाडीहरू रोकिरहेको छ। हाम्रो यहाँ मिस्टर रविन सरकार एकदम त्यो सोचमा हुनुहुन्छ। अब मैले आज यो केटीलाई कसरी मैले के तरिकाले बोल्ने, अब यो केटी त छ उसको होइन, अब रिसाएको कसरी बोल्ने, फकाउनु त पऱ्यो भन्ने तरिकाले सोचिरह होइन। अनि यसलाई यहाँ यस्तो हुन्छ, यहाँ झारहरू यस्तो छ होइन, पुरै सरसफाइ गरिरहेको छ क्या। यो भन्छ यहाँको विशेषता। ए रुखहरूको यो तलको झारहरू के जो सबै काटिरहेको छ कि यिनीहरूले। अनि यस्तो भइरहेको छ, हरियाली छ यता पुरै, यहाँ खाली छ जग्गा। त्यही भएर झन् झारले चाहिँ भयो क्या, नमजा देख्थ्यो। झारीहरू फाल्छ, सफा गर्छ। त्यो पार्क कति दामी बनायो यहाँ चाहिँ पार्क गएको कहिले के छ। फोटो हाल्छ त्यो दिदीहरू पार्कमा त्यसरी गएको। अनि अब यस्तै छ, कोरियाको लाइफ चाहिँ चलिरहेको छ यस्तै मजासँग। मजा त के भन्नु, जोस् ठिकै चलिरहेको छ, ओभरअल ठिकै छ। अनि के भन्ने हो अरू, कस्तो लागिरहेको कोरियाहरू, कस्तो लागिरहेछ? एकदम अनेस्ट एन्सर देऊ है, कस्तो लाग्यो कोरियाहरू, कस्तो? अब नेपाल हेर्ने मन त धेरै राम्रो लागेछ। अब त्यस्तो राम्रै छ भनौँ, जस एटलिस्ट केही गर्न सकिया, अलिअलि भयो नि कमाउन सकिया, त्यही हो। आफूलाई खाने बस्ने अलिअलि अलिअलि बच्छ। जोस् अब खुसी चाहिँ खुसी छ नि, एकदम खुसी, जोस् चलिरहेछ। अरूले भन्छ नि विदेश आएर अब हुन त तिनीहरूको स्ट्रगल लाइफ फरक होला, हाम्रो फरक होला, तर चाहिँ जियोस् कोरिया भन्नाले पनि विदेश आइसक्यो भने चाहिँ अलिकता भए पनि, अलिकता त के भन्नु, लगभग त ह्याप्पी नै छु म होइन। त्यस्तो यहाँ आएर नराम्रो गऱ्यो, विदेश गएर नराम्रो यताउता त्यस्तो त अहिलेसम्म एउटा पनि खडा खाएन। त्यही नै हो, जोस् खुसी छ, मन खुसी छ। नेपालको भन्दा राम्रो छ, बेटर छ, सबै कुरा चाहेको पाएको छ। त्यही त हो, त्यो कुरा भएको पनि छ। बिस्तारै बिस्तारै अहिले नराम्रो छ होला, बरु पछि राम्रो हुन्छ बिस्तारै। त्यही हो सबैको। स्टुडेन्टमा अलिकति गाह्रो त अलिकति गाह्रो नै हुन्छ होइन, अरूभन्दा इतिहास स्टुडेन्टमा गाह्रो हुन्छ। सबै कुरा म्यानेज चाहिँ गर्नुपर्छ, तर त्यो गाह्रो भए पनि आफू चाहिँ खुसी छ क्या। अब अमेरिका क्यानाडा भयो, अनि युके भयो, त्यहाँ त एटलिस्ट ल्याङ्ग्वेज ब्यारियर त हुँदैन नि। यहाँ त कति ल्याङ्ग्वेज ब्यारियर छ, त्यही पनि हानिरहेको केटाहरू सबले। त्यही हो, ल्याङ्ग्वेज चाहिँ एकदम खतरा चाहिन्छ क्या यहाँ। पहिला के भन्छ अरे, प्रिन्सिपलले अफिसमा बोलाएपछि
इङ्ग्लिसमा फर्काएपछि के भन्ने भन्थ्यो भने जस्तै त्यतिखेर एन्सर के दिने भन्दाखेरि जे भन्यो नि एस एस नो नो भने जस्तो यहाँ पनि एस एस नो नो नेपाली के अरे कोरियनमै एस एस नो नो मात्रै हो त्यही ने अनि सक्यो अरू केही छैन नेचा चाहिँ नि नेचा अरू केही छैन होइन भाषा चाहिँ एकदम 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 लास्टै इम्पोर्टेन्ट हो भाषा बिना चाहिँ केही नै काम छैन पहिलाको भन्दा हामी त बुझ्छौँ होइन अलिअलि सुन्दै गरेर अलिअलि पढ्न त पढेन तर अलिअलि सुन्दै गरेर बुझिन्छ भनौँ न अलिअलि बुझिन्छ जे होस् बुझिन्छ पढ्ने चाहिँ यस्तो यहाँ खै के हुन्छ कि यहाँको माइन्डसेट नै के हुन्छ पढिन्छ तर त्यस्तो हुँदैन क्या माइन्डसेट टोटल्ली डिफ्रेन्ट हुन्छ अनि यस्तो चलिरहेको छ त्यो लाइफ ठिक छ सोचेको अनुसार त भएको नहोला बिस्तारै हुन्छ तर सबै कुरा हुन्छ सबै कुरामा धैर्य गर्नुपर्छ सोचे बराबर त कहिले पुग्दैन मान्छेलाई मान्छेलाई त कहिले नि पुग्दैन त्यो त त्यही हो अनि सोचेको जति पुग्यो भने फेरि अझै त्योभन्दा बढी भए हुन्थ्यो यतिले त के पुग्छ भन्ने त अफकोर्स जसलाई भएको त्यही भएर जस्ट जतिमा त्यतिमै खुसी हुन सक्नुपर्छ जे छ त्यसलाई युटिलाइज गर्न सिक्नुपर्छ त्यही हो त्यो हो भने मान्छे एकदम चिल भएर खुसी भएर सन्तुष्टि एकदम सन्तुष्ट भएर बस्न सक्छ विदेशमा पनि भन्ने उदाहरण यहाँ हेर्दा हुन्छ त्यही हो यस्तै छ जिन्दगी अनि यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरूले यहाँ पनि अहिले पनि अब फोहोरहरू उठाउँछ क्या आज सबैको राम्रो भइरहेको यो चाहिँ कस्तो भन्दाखेरि अब यहाँ फोहोरहरू हुन्छ नि भुइँमा फालेको फोहोरहरू कागजहरू क्या त्यो कागजहरू चाहिँ उठाउँछ यहाँको गभर्मेन्टले नै यो सबै बुढाबुढीहरूलाई यो के भन्छ जब दिएको अरे होइन काम गर्ने खाली नहोस् नेपालमा त मतलबै छैन नेपालको त कुरै छोडिदिउँ नेपाल खतम भइसक्यो यहाँ पनि झारी लास्टिक अब नेपालमा म आएपछि चाहिँ नेपाल भन्छ है त्यही भएर अब म 15 वर्षको चाहिँ मिस्टर नक्कोली आयो भने चाहिँ यस त्यही भएर एकदम के भन्छ सर्तक भएर बसिरहनुहोस् एकदम होइन यो आयो भने चाहिँ देश बन्छ भन्ने हिसाबले टाइलहरू यसमा टाइलहरू हाल्नु यहाँ के भएको रहेछ जोस् खड्डा त्यही होला यहाँ बनाउँदो रहेछ अनि बिम हो होइन बिमको फेरि राजा हो यो रबिन बिम चलाइ बिमले अब त बिमले पनि उसलाई चिन्न लागिसक्यो होला यो मान्छे यही मान्छे हो मलाई त्यो गर्ने भनेर त्यस्तो लागिसक्यो अनि यहाँ चोकहरू चाहिँ सबै सेम हुन्छ यहाँ पानी आउँथ्यो क्या अब चाहिँ त्यो गर्छ होला होइन त्यो सब पानी सानी यताउता निकाल्दैछ अब निकाल्छ होला अनि यस्तो आजभोलि चाहिँ अलिकति त्यो के फुलहरू झऱ्यो क्या बाटोको फेरि अर्को खाले फुल फुल्दैछु माथि सेतो होइन त्यो फुल चाहिँ आयो छाकुरा गइसकेपछि अर्को त्यो पार्कमा फुलेको थियो नि रातो रातो टाइपको सानो तिनीहरू थियो तिनीहरू नि हरायो यिनीहरू छ यिनीहरू पनि जाँदैछ यो पनि बिस्तारै जान्छ अब गुलाबहरू हुन्छ नि गुलाब फुल्दो रहेछ त्यहाँ पार्कमा गुलाबहरू रहेछ आउँछ नि गुलाब त लास्ट सवाल हुन्छ नि अनि फेरि यसो हिजो त गयो हिजो लगाउनु पर्छ नि हिजो के भयो यार हिजो नयाँ सिजन भनौँ न दामी भयो पार्क दामी भयो पार्कको लास्ट दामी चाहिँ हामी जस्तो कोरियामा सुरुमा आउँदा जस्तो थियो नि ठ्याक्कै त्यही भाइब छ क्या कोरिया आउँदाखेरि गर्मी भएको थियो नि त्यतिखेर आएर हो क्या अहिलेसम्म कोरिया त बसेन तर कोरिया बसे जस्तो लागेको छैन फेरि गर्मी सुरु भयो नि बल्ल ओए कोरिया जस्तो त्यो चाहिँ हो यार बेलुका त्यो वाटरफल हेर्न गयो अब वाटरफलको पनि एउटा भिडियो टक्क निकाल्नु यसो गर्नु पऱ्यो एक दिन चाहिँ बिहानदेखि भएन टक्क खानासाना खाएर 1-2 बजीतिर पार्क जाने बेलुका 8-9 बजीसम्मको त्यो भ्लग बनाउनु थाल्छ खाना तानेर है बिहानको दिउँसोको वाटर डान्स र बेलुकाको वाटर डान्स सही हो बोट त खोले होइन क्या बोट खोल्यो भने बोट चढ्नुपर्छ बोट चढ्ने हो हामी सबैले त्यही भनिरहेछ त्यतिखेर त्यो अनुसार भ्लग बनाउनु पऱ्यो क्या अब भ्लग चाहिँ निरन्तर आउँछ है अब चाहिँ बरु 1-2 दिन चाहिँ ढिलो चाँडो हुन्छ तर भ्लग चाहिँ आउनुपर्छ क्या भएन अलिकति होइन रबिन
नकुले भ्लग बनाउँदै होला यस्तै हो बिडी छेड्यो एउटा लसुन बिजी त के भन्नु होइन अलिअलि होइन भने बिजी त खासै भएन तर भने कस्तो हुन्छ टाइम यस्तै हुन्छ के हुन्छ कि त्यस्तै हो अनि केटीहरू भइसक्यो राति 1-2 बजीसम्म उठ्ने बिहान 5-6 बजे उठ्ने बानी बिग्रिया हो कि हामीलाई यहीँको लत लाग्यो काम नभएको बेला 10-12 बजे उठ्ने त्यही हो आज कलेज छ 9 बजे 10 बजे युनि छ 9 बजे उठेर आएको बेहाल छ लास्ट निद लाग्छ है कहिले लास्ट निद लाग्छ साँच्ची हो यार कहिलेकाहीँ चाहिँ बब्बाल निद लागिरहेको हुन्छ काममा पनि यस्तो निद लागिरहेको हुन्छ भोक लागेको बेला खाना टाइममा सुख आनन्द लाग्छ निन्द्रा लाग्दा सुत्न मन लागेपछि फेरि त्यही हो बिहानको निन्द्रा प्यारो भने जस्तो त्यही हो बिहान सुत्न पाउँदाखेरि यो बराबर आनन्द कहाँ पाइन्छ तर सुत्नै पाइँदैन बिहान तिमी त पाउँछौ म पाउँदैनौ म त बिहान उठेर जानुपर्छ काममा अनि हाम्रो कलेज हो किम्पो युनिभर्सिटी ग्लोबल यो ग्लोबल हो उता मेन क्याम्पस छुट्टै छ उता छ यङसनमा छ हाम्रो छाङ्गे उन्याङमा होइन कलेज टेन्सन टाढै छ हौ धेरै टाढा फेङ्सनबाट पनि बस चढेर 20-30 मिनट लाग्छ होला अझ बढी लाग्छ होला अनि त्यही चाहिँ यहाँ पिम होटलमा चाहिँ स्टुडेन्टहरू ल्याएको होला दिस इज किम्पो युनिभर्सिटी होइन हाम्रो राजाहरू आइसकेको अवस्था त्यति बेला दुईजना राजाहरू राजाहरूको सवारी भएको छ त्यति बेला होइन किम्पो युनिभर्सिटीमा राजा के छ ठिक छ सर्कै छ किन मार्क्स सर त्यस्तो देखिम न यार ओ खै त आउनु पर्छ नि सर पन्डोमा आएको हो ओहो कहिलेदेखि त्यस्तो ए रोबोटिक्स ओ यो अब त पत्यायो गुड मर्निङ प्रोफेसर यो चाहिँ हाम्रो पार्क प्रोफेसर हो र कति भयो टाइम त्यही भनेको युआर लेट भन्छ यार कलेज पुग्यो 10 मिनट 1 मिनट लागिन्छ यो चाहिँ हामी कलेजको त्यो हो होइन केटाहरू हिँडिरहेको छ यति बेला कलेज पुगेको अवस्था कलेज यो चाहिँ हामीलाई अनि यहाँ चाहिँ प्रोफेसर यो चाहिँ हाम्रो केटाहरू ह्यान्डसम हाम्रो 1 नम्बर ह्यान्डसम हो यो अनि हाम्रो चाहिँ उहाँ 2 नम्बर ह्यान्डसम प्रशान्त सर हाम्रो रबिन प्रोफेसर गाइड छ क्लासहरू त्यही छ अब भिडियो बनाइस् भन्छ अरे अब एकछिनमा क्लासमा सुरु हुन्छ है क्लास सुरु नागेन्द्र बुढी Apache. 누구다 건지 남자가. यो चाहिँ हाम्रो युनिभर्सिटी वरिपरिको भ्यू हो हैन टक्क हरियाली दाम देखिन्छ युनिभर्सिटी भयो हाम्रो जयशिला कुकुरले त्यहाँ खेदिरहेछ अनि यो चाहिँ हाम्रो GS25 कलेजको अनि हाम्रो युनिभर्सिटी हो किम्पो युनिभर्सिटी यो पुरै बिल्डिङ हाम्रो यो यतासम्म छ यता परसम्म छ हैन यता परसम्म हाम्रो बिल्डिङ अनि यो राम्रो छ कलेज राम्रो भइरहेको छ बस्न पनि व्यवस्था दामी छ अनि पुरै हरियाली यताउता छ केटाहरू आइरहेको छ हाम्रो डनहरू आएको अवस्था मिस्टर डन
खायो केटाहरूले कोरिया खायो है केटाहरूले कोरिया खायो है केटाहरूले कोरिया खायो है Hi everyone, it's me here and I'm this भन न भन not me also yeah. ओके ओके आइरहेको छ Kind of person and I have vlog. यस This vlog. यस सिन्चायो रामेन खाँदैछन् साथीले साथीको अनुहार चाहिँ नदेखाऊ कि देखाइदिउँ अनुहार नदेखाऊ यहाँ यस्तो छ माहौल यता कलेज रामेन खाँदै यति बेला हेरिरहेको छ केटीले ओहो ओके ओके अब उसले छाड्छ होला नि बिस्तारै उसलाई गाह्रो पर्छ भनेर तिमीले छाड्ने हो मलाई बोलाउनु त आइगु तिम्रो काम छोड्ने भनेको ओ हेन्समहरू ऊ ए सुशान्त भन्ने अगाडिको डाका डाका त नभन्ने ऊ सुशान्त डाका त्यहाँ छ सन्दीप डाका त्यहाँ छ चिलो हो किन काम नगर जस्तै दुईजना साथी भएपछि एक्लै पनि झ्याला छ बसिरहेको केटाहरू छ खाएर अब हामी यस्तै हो हाम्रो दिन यस्तै चल्छ त्यही हो अब त्यहाँ बिजी भएर भिडियो मन पऱ्यो यस्तो हेरिदिउँ माया गरिदिउँ त्यही हो है त गाइजहरू त्यही त हो